साथीहरु सबैजनालाई गुड मर्निङ नमस्ते नमस्कार हैन। आज चाहिँ म चाहिँ एकदमै ब्युटिफुल ठाउँमा छु हैन। यहाँनिर हेर्न सक्नुहुन्छ मेरै घर हो हैन। यहाँबाट त हिमाल देख्नु भएको नि, हिमाल पारी पारी पुरै सगरमाथा सबै देखिन्छ के। यत्रो हाइटसम्म छु के म अहिले। एकदम रमाइलो छ। अनि म चाहिँ आज के बनाउन लागिरहेको छु भने बिहान बिहानै भर्खर पानी खाछु, चिया पनि खाएको छैन। सोर यस्तो अवस्थामा छ। अनि यहाँ फर्सी चाहिँ उसिनेर खान लाको। फर्सी त कति छ कति छ बारीभरि छ है। अनि उसिनेर खानु पर्यो भनेर चाहिँ रेडी गर्दैछु। के गर्ने जिन्दगीमा हैन। काठमाडौँतिर जे यति फर्सीलाई 2000 जति पर्छ होला। टुक्रा टुक्रा गरेर बेच्दाखेरि 2000 1500 आउँछ। यहाँ अब यतिकै लडिरहेको छ। अनि यो त खानु पर्यो, स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ। त्यो भएको कारणले म चाहिँ धुँदैछु है साथीहरूलाई हैन। चट्ट आगोमा उठ्ने आगो छ, त्यो आगोमा उसिनेर चाहिँ खाजा त हुन्छ टक्कै। भारी के खाने, म त आत्तिसकेँ भने जे पनि देख्छु है। हामी त साह्रै अभागी ठाउँमा बसिया रहेछ। यो हेर्नु त पुरै जे पनि खान पाउँछ यहाँ भनेको। यस्तो छ। केमा उसिन्ने हो मम्मी? केमा उसिन्ने हो कुन्नी थाहा छैन। हेर्नु साथीहरू, म चाहिँ फर्सी काट्दैछु। ए भगवान हुँदैन यहाँ नाङ्लो जाँदैन कतै। काँचे छ होला फर्सी। काँचो त हो नि यो, उसिन्नु पर्ने होइन। नजिकबाट खिच्न पुरै देखाएको छ त। पुरै देखिरहेछ हौ, देखिरहेछ। वाउ कस्तो राम्रो। हेर्नुहोस् न साथीहरू, अलिक तल्लो त अलिक साइडबाट हेर्नुहोस् त। फक फक छ भने यस्तो मिठो फर्सी छ कि पुरै छोडाउँदै। जिन्दगीमा गाउँमा आउनु त्यत्तिकै रहर चाहिँ लागेको होइन मलाई। तर काट्नु पो जान्दिनँ के हो, सक्दैन काट्नै। फर्सी काट्छु भन्छ नि। कस्तो गाह्रो क्या। सेबास बेटा। अनि यो काठमाडौँमा भैलु 2500 कमाउन त 1500 नभएर 1000 रुपियाँ त कमाउँछ क्या। मैले यत्रो टुक्रा हो 70 रुपियाँ लाएर ल्याएको जति अहिले काटेछु नि। म त यसपालि त 1 बोरा लिएर जान्छु होला। बरा नि अब पछि दुलो पऱ्यो मम्मीले मार्ने भयो। गाह्रो हुँदो रहेछ काट्नुलाई। यो दानाको नि अचार खान मिल्छ। सानो कर त छैन कि, चक्कु छैन कि यो। फेरि एउटा गुलेली बनाऊँ क्या हो। गुलेली छ लिएर आऊँ न त। खान मन लागेपछि हेर्नुहोस् साथीहरू, हेर्नुहोस् है साथीहरू, यति चाहिँ काट्यौँ होइन। तल बसेर त्यो हाइटबाट खिच्छ। यस्तो राम्रो छ कि है यो हेर्दाखेरि नि। वाउ तपाईँहरू पनि नजिक भएको भए त है खाऊँ भन्थे कि। अरे टाढा हुनुहुन्छ, गाउँतिर पक्कै जानुभयो होला होइन। मेरो स्वर चाहिँ यस्तो भएको छ है साथीहरू, यो स्वर सुनेर नतर्सिनु होला। यस्तै छ। अनि यो काट्नै गाह्रो हुँदो रहेछ कि यो। तर पनि ट्राई गरिरहेको छु। कुकुरले काट्छ। धेरै हुने रहेछ। अब यो केमा बसाल्ने होला यत्रो यार। राम्रो गाउँघरमा बस्नुको फाइदै बेग्लै छ क्या। जे पनि खान पाइने अर्ग्यानिक। हात चुलम्मै काट्यो भने चाहिँ गयो जिन्दगी। कति ठुलो खुर्पा हो कि के हो यो। हेर्नुहोस् न साथीहरू, यस्तो राम्रो छ कि होइन। यो के को काठमाडौँतिर यस्तो राम्रो कहाँ पाउनु काठमाडौँमा। यस्तो गुल्यो आमा। हेर्नु साथीहरू, गाउँघरमा चाहिँ यसरी भाँडालाई लेउन लाएर टक्क आगोमा पकाउनु पर्छ नि त।
लाउँदैछु अब काठमाडौँ जस्तो र ग्यास पनि छ न त ग्यासमा मिठो हुँदैन यहाँ यो आगोमा पकाए जस्तो कहाँ पाउनु कस्तो यति हो भाँडा त ए खानी हो मैले भुलिरहेको यहाँ ए त्यो उब्रेको भयो त्यो त खै हात दुख्यो नि त मेरो साथीहरू यसलाई अलिक ओभियोस् हजुर रोक त्यो त माथिबाट खिच्नु हुनु क्या म त यत्रो आउँछ होला ल साथीहरू है म चाहिँ पकाउनु लागिरहेको छु अब यसरी लगाइदिउँ टक्क टक्क पारेर धोएर पनि ल्याइसकेँ अट्दैन होला हौ सबै अट्याएर हुन्थ्यो बाँकी रह्यो म त खाना बनाउन सक्दिनँ धुवा आउँछ हेर्नु साथीहरू मैले चाहिँ टक्क बसाइसकेँ है अब पाकेपछि गम गम खाने हो हेर्न सक्नुहुन्छ आगो हेर्नु न मैले कसरी बालेको छु सरर बलेछ फर्सी 2 डोको पुग्यो भन्नुहुन्छ मम्मी 2 डोको होइन आफूलाई यहाँ खानु नपाएर है काठमाडौँमा यस्तै हो हेर्नु साथीहरू पाक्यो पाक्यो अब चाहिँ खाने हो हात पोल्दैन राम्रो तगडा हुनुहुन्छ हेर्नु साथीहरू पाकेपछि स्वादै घटेछ नि त बरु पुरै हाल्नु रहेछ क्या सक्दैन पोल्छ हात चम्चा होइन कता छ चम्चा भित्र कस्तो गुलियो छ क्या यो यस्तो के खानु मन लागेको ल यो खानेकुरो होइन त यो त भातकै सट्टा खानेकुरो हो म त सुँगुरलाई पठाइदिन्थेँ आएन मान्छे अन्त सुँगुरलाई सुँगुर पोसेर के गर्नु हामीलाई मासु दिँदैन है हामीले मासु सुँगुर पाल्न मिल्दैन क्या साथीहरू तामाङ हो नि त अनि हामीलाई दिँदैन तिनीहरूलाई जति खोलेहरू के दिए पनि त्यस्तोहरूलाई किन दिने बरु हाम्रो भैँसीलाई दिने नि हामी आफै खाने यिनीहरू खानुपर्छ क्या बेला बेलामा यो भिटामिन हुन्छ पहेँलो फलफुल धेरै मोटाउँछ त्यही भएर त अनि रिस उठ्छ मलाई फेरि यहाँ राखेको छु मैले त सेल आओस् भनेर साथीहरू फर्सी खानु लाग्यो है म चाहिँ अब खानु लागेँ कता त त्यत्रो बेर सेलाएर पनि सेलाएर हिँड्छ के भयो त्यहाँ मिठो छ कस्तो गुलियो ह म पनि खान्छु साथीहरू यस्तो मिठो छ कि गुलियो क्या मम्मी खानु खानु मिठो छ नुन खुर्सानीसँग चट्ट चोपेर यति मिठो छ कहीँको फर्सी हुँदैन अझ सेलाएपछि मिठो हुन्थ्यो हेर त ताप्लीको टावर देखिरहेको साह्रै मिठो साथीहरू मैले चाहिँ आज होइन यहाँ निगुरो टिपेर ल्याएको छु निगुरो टिपेर मैले ल्याएको त होइन यहाँ बहिनीले लिएर आएको यस्तो राम्रो राम्रो निगुरो छ वाउ अब स्वाम मासुभन्दा पनि मिठो हो क्या साथीहरू यो त कुरै छोडौँ न यतिलाई काठमाडौँमा त 200 त भन्छ यार यस्तो राम्रो छ फेरि ठोसा ठोसा मैले यत्तिकै कति 160 रुपियाँ केजी थियो अनि 80 रुपियाँको लगेको थिएँ ओइली गएको क्या त्यो पनि बल्ल बल्ल पाएँ भनेर खुसी हुँदै लगेको यस्तो खानै पाउँदैन भने तपाईँले जानेन नि त अलिक ठुल्ठुलो भयो त्यो हे त म आफै गर्छु यता चाहिँ फेरि भट मासु उसिनेको मैले होइन बुवाले उसिन्नु भएको छ यहाँ मैले के लगाएको थिएँ ल आगो बाल्नु नसकेर गाँठे पानी हाल्नु पर्यो मम्मी थोरै
छोपिदिनु पर्यो है कुन कुन थाल ए अब त गाउँमा सुँगुर पनि काट्छ होला हैन सुँगुरको मासु ल्याउनुपर्छ है म सेकुवा बनाएर खाने सेकुवा अनि साथीहरु गाउँमा आएपछि त सब थोक खाएर जानुपर्छ के अब सहर बजारमा पाइँदैन सहर बजारबाट रुखिएर आएको हुन्छ नि त साग पनि यता यो साग पो खाने कि यो पो खाने कि कुरै छोडौँ किन हो जे होस् सबै कुरा चिज हुँदो रहेछ पहिला पहिला यो ठाउँमा हुर्क्यो खासै चिज लागेन है यो डौठे मिठो हुँदैन डौठे भन्थ्यौँ क्या यसलाई हामीले ठुलो निगुरोलाई मिठो खान्थेनौँ हामी पहिला अहिले यो जति बेस्ट र यो जति राम्रो त कुनै पनि रहेछ त्यो सानो भन्दा नि यो ठुलो राम्रो रहेछ नि बो अब यसलाई धेरै फाल्नु नपर्ने त्यो सानोलाई किटिक किटिक गर्नु पर्ने सानो हुँदा नि यसमा भिटामिन बढी वाउ यस्तो यस्तो खाना पाएपछि त नि के तै पनि यहाँको मान्छेले चाहिँ खाएन भने चाहिँ भिटामिन छैन फेरि काठमाडौँमा त अब के गर्नु सबै कुरा किन्नुपर्छ अनि यहाँ आएपछि चिज हुनु सबै कुरा यो त होइन हाम्रो चल्लाहरू त्यत्रो भएको छ कुखुरा त्यत्रो छ दुईटा माउ एकैचोटि फुलेको थियो मम्मी राम है ए अहिले बेलुका मात्रै खानुहुन्छ अहिले खानुहुन्न छोडिदिनु ए दनन नागो बेला छ त्यता यता चल्लाएर अब यो कहिले त अब 6 महिनामा त ठुल्ठुलो हुन्छ है हेर्न कस्तो राम्रो छ